नमस्कार सम्पूर्ण नेपाली दाजु तथा दिदी भाइ बहिनीहरू। यो भिडियो स्किप नगरिदिनु होला। यो भिडियोमा म हजुरहरूलाई केही जानकारी गराउन गइरहेको छु। यो जुन माथिमा दुईटा क्यूआर हजुरहरूले हेरिराख्नु भयो होला, यो हाम्रो नेपाल सरकार तर्फबाट पब्लिश गरिएको छ। अहिले हाम्रो नेपालमा के हुँदैछ हजुरहरूलाई थाहै होला। कति हाम्रो दाजु दिदी भाइ बहिनीहरू घर बेघर भइसकेछ यो पानीको कारणले। उहाँहरूलाई खानुलाई पनि केही छैन होला। त्यही भएर हाम्रो नेपाल सरकारले यो दुईटा क्यूआर पब्लिश गरिएको छ कि जति नेपाली जनताहरू हुनुहुन्छ त्योहरूले उनीहरूलाई हेल्प गर्नुहोस्। हेल्प गर्नुलाई यो दुईटा क्यूआर पब्लिश गरिएको छ, हजुरहरूलाई थाहै होला। त्यही भएर म पनि हजुरहरूसँग हेल्प माग्न चाहन्छु। यो जुन दुईटा क्यूआर हेर्दै हुनुहुन्छ, यो दुईटा क्यूआरमा जति सक्नुहुन्छ त्यति मतलब हेल्प गरिदिनुस्। जति मैले सके त्यति मैले पनि पैसा हालिदिइसकेछु। अनि यो भिडियोलाई सक्दोसम्म शेयर गरिदिनु होला आफ्नो साथीहरूसँग कि उहाँहरूले पनि यो भिडियो हेरोस्, उहाँहरूले पनि हाम्रो जनताहरूलाई हेल्प गरोस्। हस् त, बाई बाई।